हेलो एभ्रिवान, आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि आरामै छु र आज म किन यो बिहान आयो भन्नुभयो होला होइन। आज चाहिँ म एउटा कारणले आएको छु। खासमा चाहिँ बिहान भ्लग बनाउनु आएको चाहिँ एउटा कारणले हो। सो गाइज, त्यो चाहिँ तपाईँले थाहा पाइहाल्नुहुन्छ किन बिहान आएको छ भनेर होइन। खासमा चाहिँ सालोलाई छोड्न जानलाई हो। जुन चाहिँ बाहिर डुलेछ कि खास लास्ट डुलेछ, त्यो चाहिँ छोड्नु जानुपर्ने भएको छ। त्यो म छोड्न चाहिँ पुरै जाँदिनँ म होइन। अब भाउजूको चाहिँ काम भएको कारणले भाउजू छोड्न जानु नभएको भएर चाहिँ म जानु लाग्यो हो। बस पार्कसम्म चाहिँ छोड्न जान्छु, त्यसपछि चाहिँ गाडी चलाएर त्यो छोडिदिन्छु म, अनि त्यसपछि जान्छ होला। सो त्यही हो, त्यसपछि चाहिँ जानुपर्छ दरबाङमा, पछि जान्छु अब जान्न भनेर नि। सो राइट, अहिले चाहिँ म चाहिँ बाइक स्टार्ट गरिसकेको छु। फेरि अब कतिखेर हुन्छ निस्किनुपर्छ। हामी त्यसपछि 8 बजेको बस छ भन्नुभएको छ भाउजूले। 8 बजेको बसमा चाहिँ चढाइदिन्छु मलाई चाहिँ। कति भन्ने भयो खरायोलाई, अब भन्दा मान्दैन सालोलाई। कहाँ अझै सरलाई हेर्दै हुनुहुन्छ अनि यो भिडियो चाहिँ होइन। त्यस्तोहरू चाहिँ नबोलाइदिनु होला है प्लिज। अब दाइले भन्दै हुनुहुन्थ्यो होइन, विवेक दाइले भन्दै हुनुहुन्थ्यो नबोलाऊ भन्नुहुन्थ्यो। किन यार, किन भन्दैन हो यार। यस्तो नगरौँ न गाइज, यस्तो नगरौँ न यार, यस्तो चाहिँ नगरौँ क्या। बिच बाटोमा जहिले बिच बाटोमा ल्याएर नछोडौँ क्या यार। घरमै ल्याएर पुऱ्याइदेऊ न, के भन्नु। घरमा ल्याएर पुऱ्याउनु मिल्दैन भने ल दया यसरी ल बहिनी यसो हुन्छ नि त, यसरी छोड्दैछु पिकअप गर्नु होला भन्नु छैन यार। त्यस्तो नगर न यार, अति हुन्छ क्या। बोलाउने अनि मान्छेलाई अनि बोलाउने अनि बिच बाटोमा ल्याएर छोडिदिने, त्यस्तो चाहिँ नगरौँ है प्लिज। त्यही हो, अब चाहिँ म जान्छु सालोलाई लिएर। अब 8 बजेको बस छ, 8 बजेको बस सालोलाई लिएर जान्छु म। सो हल्का अब घुम्छु ल्याउँछु, केही खाएको छैन होला होइन। खाजा खानु पर्ला, सालो र म खाजा खानुपर्छ। अनि त्यही हो, भाउजू खै त नि भन्नु होला। भाउजू पनि आफ्नो काम हुन्छ, त्यो कोसँग काममा धेरै नपठाउनु होला होइन। त्यही हो गाइज, अब चाहिँ म निस्किन्छु। बाइक स्टार्ट हालिसकेको छु, अझै निस्किनु पर्ने हुन्छ है। मेरो बाइक चाहिँ यही हो। ल गाइज, अब गएर भेटौँला अहिले। फाइनल गाइज, सालोसँग भेटिसक्यो। अब चाहिँ जानुपर्ने हुन्छ। सालोले चाहिँ बाइक फर्काउनु लाग्छ। केही कुराहरू सम्झाएको छु के अरे, लाग्छ कि लाग्दैन भनेको हेरौँ। अब पछि ठोकिन लगाइसक्यो सालो। हुँदैछ अब यस्तो लबुडाएर जानुपर्छ, खाजा खानुपर्छ सालो भेनाएर के कसो। ल स्ट्यान्ड लगाऊ, त्यसपछि अनि हामी निस्किनुपर्छ। चार्जरहरू सबै हाले खाने होइन। ल
ल त गाइजहरू ल टक्क हामी पोखरामा छौँ है सबैले हेऱ्यो हुनुहुन्छ भने टक्क तल भ्यूहरू पनि दामी छ होइन अब माथि जाँदैछौँ माथि गएर पनि हेर्नुहोस् सबैजनाले माथि गएर हेरिदिनु टक्क हेर्न चाहिँ युट्युब च्यानलमा गएर सबैजना सब्सक्राइब गर्नु नयाँले हेर्दै हुनुहुन्छ भने टक्क घुम्न आउनु होला है त ल मैले भनेको छु त गाइजहरू ल टक्कै आउनु होला पोखराको ठाउँहरू त बवाल छ होइन सिंहहरू पनि बवाल छ ल माथि जानुपर्छ हामी पनि यताबाट जानुपर्छ होला पनि होइन टक्क बाइकमा आएको छ आज म पनि गाउँ जान्छु होला गाउँमा पनि रोपाइसक्यो धेरै जस्तो रोपाइ छ मेरो अनि त्यो रोपाइले गर्दा पनि म गाउँमा जानै पर्ने भएर त्यो कारण गाउँमा जानुपर्छ क्या होइन गाउँमा गएर बस्दा रोकिन्छ टक्क हेर्नु त अब बिस्तारै बिस्तारै भला गरेर आउँछ मेरो अहिले चाहिँ यस्तो भला गरेर नबाटाएर गाइज है ल सो फाइनली हामी आइसकेको छौँ लौडी डाँडा हेर्न सक्नुहुन्छ पुरै यो पोखरा भ्यू है पोखरा भ्यू हो यो चाहिँ हामी लौडी डाँडाबाट खिच्दैछौँ यो चाहिँ घाम पनि घाम खै लाग्ला जस्तो लागेन मलाई घाम यस्तो देखियो पुरै यस्तो देखियो अब हाम्रो सर चाहिँ उहाँ के गर्दै हुनुहुन्छ ए यस्तो किरै जस्तो छ पुरै पोखरा त किरा जस्तो पोखराको भ्यू सब डाँडाकाँडा हरियाली के बनाउँदो गरिरहेछ यो पोखरामा चाहिँ यो लौडी डाँडामा व्यक्तिको जग्गा परेछ क्या हो व्यक्तिको जग्गा परे जस्तो छ क्या टक्क लेफ्ट साइडतिर है सबजनाले हेर्नु होला लेफ्ट साइडतिर है बवाल छ लेफ्ट साइडतिर हेर्नु बिहान बिहान सिङहरू हेर्दा चाहिँ बवाल बेलुकामा आउनु पर्ने चाहिँ बेलुका आउनु पर्ने क्या हामीलाई चाहिँ त्यति बेला चाहिँ रमाइलो हुन्थ्यो नि त्यति बेला चाहिँ दामी हुन्थ्यो कि भ्यू पनि भिड पनि दामी हुन्थ्यो मान्छेहरू फेरि यस्तोमा पौडी खेल्छन् होइन सब खेल्छ फेरि गाडहरू गाड्छ होला नि गहिरो छ कति गहिरो छ डेन्जर गहिरो छ नि यहाँ त ताल पो हो त्यो ताल छोटामा कति छ यहाँबाट पर्छन् खै यार त्यो थाहा भएन ल गाइजहरू फेवा टलामा गहिरो छ क्या गहिरो भाइ बवाल छ सिङहरू सर टक्क हाम्रो भेना चाहिँ अगाडि भेना चाहिँ हुन्छ टक्क पछाडि सर भ्यूहरू हेर्ने बवाल साइड आउनु पऱ्यो भने चाहिँ लेफ्ट साइडतिर आउनु होला सबजनाले पावर सपोर्ट देखाइदिनु होला है त गाइजहरू के भन्नु छ र अरू अनि खरायो छ फेरि युट्युब च्यानल लगेर सबजनालाई सब्सक्राइब गरिदिनु होला बिस्तारै बिस्तारै आउँछ होला भ्लग पनि है भेनाजुहरू मेरो अब भेनाजुहरू म 1-2 वर्ष पछि भलकार हुन्छ है त लगाइदिन्छ है ल हेर्नु पऱ्यो सबजनाले लेफ्ट साइडतिर कस्तो लाग्यो लेफ्ट साइडको त्योहरू सिङहरू भनिदिनु सबजनाले कमेन्टमा है त युट्युब च्यानलको कमेन्ट नगरेर मिठो मिठो कमेन्ट छोडिदिनु होला है अरू के छ र आज पनि गाउँ गइन्छ होला गाउँ गएर रोपाइ छ भोलि हुन्छ कि आज हुन्छ रोपाइ थाहै छैन है त त्यहाँ देखाउँछु म टिकटकमा सबजना टिकटक खरायो छ सबजना टिकटकमा गएर सपोर्ट गरिदिनु होला है त अहिले के भन्नु छ र अरू होइन लेफ्ट साइडको टक्क बवालहरू होइन यो पानी पऱ्यो नि त यो चाहिँ पानीबाट नि खेलेन नि क्या अघि यहाँ कुकुरहरू कस्तो मोटो हुने छ र यार होइन के हुने छैन मान्छेहरू कुकुरलाई यार होइन
ल्याउनु ओइ तेरो भोक पहिला फेरि पहिले रङ हलाएर खेल्न लाग्यो उता जान सकेन अघि सिक्दैछ बिस्तारै बिस्तारै बिहान बिहानै काहीँ बिहान बिस्तारै बिस्तारै सिक्दै रहेछ अनि बिचरा उ गऱ्यो भन्दा बाजे होला त्यो हुन्छ क्या मान्छेहरूको चाहिँ है अनि खेलाइराखेको अनि उ गरेर मान्छेलाई त केही दिनु नहुन चाहिएन बिस्तारै बिस्तारै छ ल अन्त गाइजहरू लेफ्ट साइडका माहौलहरू के छ बवाल ठाउँहरू छ नि सकिन्न क्या हामी पनि सकिन्न कहाँ सकिन्छ गाइजहरू ल पुरै ठट्ठारो पाडे होइन सरारै म चाहिँ आउनु चाहिँ यहाँ आएको कि केटाहरूसँगै यो पोखराको ड्राइभरसँगै स्कुटरमा आएको नि त टाइम होइन ल मान्छे सबजना नमस्कार म पनि हजुर पनि सन्चै हुनुहुन्छ होला म पनि आज बस अन्डरमा हुनेछु है त ल म पनि जाडी छु होइन दाजु म पनि जाडी छु है सबजनाले हेरिदिनुलाई फुल्ली भलकसम्म हेर्नुहुन्छ भेनाजुको भलक पनि आउँछ मेरो पनि आउँदैछ भेनाजुले हाल्नुहुन्छ है त होइन भेनाजु हाल्नु परेन बस आउँदैछ टक्क है आयो बाटोमा टक्क भेनाजुसँग छु सबजनाले सपोर्ट गर्नु पऱ्यो यो च्यानलमा छ युट्युब च्यानलमा छ सबजनालाई खरायो छ सबजनालाई सब्सक्राइब गर्नु होला नयाँ सपोर्ट राख्नु होला है त त्यही भन्ने छ अब म गाउँ गएर अब बस्छु होला 1-2 महिना जति 1-2 महिना बसेपछि अब भेनासँग आउँछु बस पनि आएन अझै पनि बसहरू अझै पनि आएन कि गाइजहरू देख्नु बाउ यहाँ बस आउँदैछ है गाइजहरू बस आउँदैछ बस आउँदैछ म पनि चढेर जान्छु होला है बस हेर न अब मेरै गुरु चिनेको गुरु पऱ्यो भने चाहिँ अब मलाई त ठिकै हो रमाइलो हुन्छ गुरु मेरै गुरु चिनेको गुरु पऱ्यो भने त ठिक बगालो रमाइलो हुन्छ नि त टक्कै गीत बाजा माथि चिजमा अगाडिबाट चाहिँ लासा रमाइलो त्यो पार्ने गाडी ढोका बस त आयो तर गाइजहरू बस पनि आइपुग्यो अब म पनि जान्छु हेर्नुहुन्छ त्यहाँ फुल्ली भलक पनि हेर्नुहुन्छ है त फुल्ली भलक पनि हेर्नुहुन्छ तर भेनाजुले पनि भेनाजु चाहिँ रन फनिन् भयो के पिरले रन फनिन् भयो भेनाजु दरबाङको होइन नि त भेनाजु शिवाङको बाबु डिलक्स आयो है त गाइजहरू बाबु डिलक्सहरू आयो बाबु डिलक्स आइपुग्यो गाइजहरू दरङ ल्याएको थिएन बेनी पोखरा नारायणघाट मुना दरबाङ आइपुग्यो है त चिनेको छ चिनेको छैन होइन अर्को चिनेको गाडी फेरिसकेको छ अर्कोले दरबाङ गयो तुम बाबु डिलक्स हो क्या बाबु डिलक्स हुन चाहिँ यो अङ्कलले हुन्छ अरे गाडीको साउटै हेर अनि ल गाडीको साउट त्यो भयो नि जसुकै भयो नि मतलब भएन ल बाई बाई गाइजहरू म पनि गएँ है त ल